ओ नेताजी हामीले के आधारमा भोट दिनु तपाईँलाई न तपाईँले बाटोघाटो राम्रो बनाउनु भएको छ जताततै खाल्टो छ त्यो पानीहरू आएन सिँचाइहरू हेर्नु त कुलोहरू हुन्छ नि यसो खेतीपातीमा पानीहरू चाहिनेलाई हामीले सिँचाइको तपाईँले लगानीहरू गर्नुभएको छ के आधारले भोट दिनु न त स्कुलमा निःशुल्क शिक्षाको व्यवस्था छ न त हस्पिटलमा निःशुल्क केही छ न एम्बुलेन्सको व्यवस्था छ न त त्यो खोलाहरूको सानो खोलामा एउटा सानो पुल बनाइदिन्छ के आधारमा भोट दिने हो कि के रे 10 वटा खसी रे कहाँ 10 वटा पुग्छ 20 वटा लिएर न के रे लोकल रक्सी रे कहाँ हाम्रो कार्यकर्ताले लोकल रक्सी खान्छ त 100-200 काटु न बियर भोट गाह्रो मगा के रे साँच्चै तपाईँहरूले के भन्नुभयो अरे केही होइन नेताजी यसपालि भोट त तपाईँलाई हो होइन तपाईँलाई हो हाम्रो नेता हाम्रो पार्टी प्राणभन्दा प्यारो छ हाम्रो नेता हाम्रो पार्टी प्राणभन्दा प्यारो छ हाम्रो नेता हाम्रो पार्टी